भन्नुको मतलब फेरि म स्मरण गराउन चाहन्छु के असन्तुष्टि मात्रै थियो, के यो देशमा केही भएको थिएन, के निराशा मात्रै थियो? अस्थिरताको बीचबाट पनि, हिंसाको बीचबाट पनि, द्वन्द्वको बीचबाट पनि, यी सबको बावजुद पनि गाउँ गाउँमा सडकहरू पुगेका थिए, हात हातमा मोबाइलहरू पुगेका थिए, संसारको सुविधा बढेको थियो, गाउँ गाउँमा खानेपानीको पहिलाभन्दा सुविधा विस्तार भएको थियो। रातको समयमा पनि गाउँ गाउँमा नपुगेका ठाउँहरूमा कुपी बालेर एसएलसी को परीक्षा दिएका बाबुआमाका छोराछोरीहरूले पछिल्लो एसएलसी को परीक्षा दिँदै गर्दा बिजुली बत्तीमा बसेर दिएका थिए। गाउँहरूमा शिक्षाको पहिलाभन्दा अवस्था बढेर गएको थियो। स्वास्थ्यको चाहे राज्यको तर्फबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट होस्, हरेक क्षेत्रमा केही न केही प्रगति भएर गएको थियो। निजी क्षेत्रको व्यापक विस्तारले मुलुकमा अनेकन सम्भावना बढाएको थियो। आज हामी कांग्रेसको विशेष अधिवेशनमा उभिएर गाउँ गाउँमा यो प्रगतिलाई पुर्याउनेहरूलाई सम्मान गर्न चाहन्छौं, जो कांग्रेसको नीतिको नेतृत्वमा भएको थियो कि कांग्रेस स्वयंले नेतृत्व गरेको बेलामा भएको थियो। आज हामी निजी क्षेत्रमा बसेर व्यवसाय गरेर राष्ट्रको ढुकुटीमा कर तिरेर हजारौंलाई रोजगारी दिएर पनि जेनजी मुभमेन्टमा होस् या अन्य बेलामा होस् प्रताडना भोगिरहेको निजी क्षेत्रलाई पनि सम्झिन चाहन्छौं। निजी क्षेत्रलाई पनि आगामी दिनमा सहज बनाउने कुराको संकल्प